मैले त्यहाँ बसेर देखिसके पछाडि मैले सिकेको पहिलो कुरा हामी गरिब देशमा छौँ, हामीसँग स्रोत साधन कम छ। स्रोत साधन कम भएको हुनाले गर्दा हामीले अरू सम्पूर्ण देशहरूभन्दा पनि अझै बढी केही कुराहरू पुऱ्याउनु परिरहेको छ। त्यो भनेको हामीले सम्भव भएसम्म सकिन्छ भने हामीले आफ्नो अस्वस्थ हुने अवस्थालाई कि टार्नुपर्ने रहेछ कि सार्नुपर्ने रहेछ, कि हुँदै नहुने हुने रोगहरूसँग पर लिएर जाने। त्यसको निम्ति पछिल्लो समयमा नसर्ने रोगहरूको कारणले गर्दा जुन खालको भयावह स्थिति भएको छ, क्यान्सर, सबै कुराहरू, यति अवस्थामा खालि हामी बिरामी भएपछि उपचार गरेर मात्र सक्छौँ भनेर नहुँदो रहेछ भन्ने सिकाइ भयो। यसको आधारमा आज यहाँ वडा अध्यक्ष दलबहादुर कार्की यहाँ हुनुहुन्छ। उहाँको सँगको सहकार्यमा यो मेरै घर भएको वडा हो। यो काठमाडौँ महानगरपालिकाको यो वडा देशभरिमा जम्मै एउटा वडा हो जहाँ हामीले अत्यन्तै व्यवस्थित सहरी स्वास्थ्य केन्द्र चलाएका छौँ। र यो सहरी स्वास्थ्य केन्द्रको यसको अवधारणा भनेकै हामी यो नगरपालिकाभित्र भएका सबै बासिन्दाहरू, के धनी के गरिब के घरमा बस्ने के डेरामा बस्ने सबै मानिसहरूको नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न चाहन्छौँ। हाम्रो घर घरमा स्वास्थ्य भन्ने कार्यक्रम छ। यो भनेको मानिस नागरिक पहिला बिरामी हुन्छ, बिरामी भएपछि अस्पताल आउँछ, अस्पताल आएपछि उपचार गर्छु भनेर सरकारले कुर्ने होइन। नागरिक अस्पतालमा नआओस् भन्ने चाहना राख्ने हो भने अस्पताल आफै नागरिकको घरमा पुग्नुपर्छ, पहिले पुग्नुपर्छ। जसले गर्दाखेरि सबैसँग अस्वस्थ नहोस् कोसिस गर्नुपर्छ भनेर अहिले हाम्रो वडामा घर घरमा स्वास्थ्य भन्ने एउटा कार्यक्रमहरू हामी चलाइरहेका छौँ। हामी देशभरिका जहाँ जहाँ म पुग्छु, देशभरि पुगेको ठाउँका स्थानीय सरकारका साथीहरूलाई यो अनुभव राख्छु, उनीहरूलाई पनि कुरा गर्नुपर्छ भनेर केही कुराहरू भन्ने, केही कुराको निम्ति प्रेरित गर्ने कोसिस हामी गरिरहेका छौँ। एउटा बाटो यो हो। दोस्रो, जो अस्वस्थ भइसक्नु भएको छ, खास गरिकन मृगोला रोगबाट पीडित हुनुहुन्छ, उहाँहरूले नियमित रूपमा डायलिसिस गर्नुपर्छ। यो आफैमा महँगो पनि छ, यो आफैमा कष्टकर पनि छ, यो आफैमा जसले गरिरहेको छ उसलाई सँगै उसको परिवारका सदस्यहरू पनि सँगसँगै यसमा जोडिनु परेको छ। यो एउटा अझ परिवारको एउटा कमाउने मान्छे डायलिसिस गर्नुपर्ने, त्यो कमाउने मान्छेलाई अरू परिवारको सदस्यले सहयोग गर्नुपर्ने, जसले गर्दा सिङ्गो घर नै परिवारै योसँग बाँधिन आएको छ। यो कारणले गर्दाखेरि यसलाई हामीले डायलिसिसलाई सकेसम्म कम खर्चिलो कसरी बनाउने, निःशुल्क गर्ने, के गर्ने, कसो गर्ने भनेर केही प्रयासहरू गऱ्यौँ। अझै केही प्रयासहरू अपुरो छ। यसका बारेमा अब केही दुईवटा तिनवटा नयाँ कुराहरू सोच्नुपर्ने छ। अहिले मसँगै केटाकेटीदेखि सँगै स्कुल पढेको साथी अहिले स्वास्थ्य मन्त्री हुनुहुन्छ। केही कुराहरू गर्ने कोसिस उहाँले पनि गरिराख्नु भएको छ। म आजको छलफलमा पनि उहाँलाई भनेर आएको छु, म आज जाँदैछु है कार्यक्रममा, त्यहाँ जे कुरा सुनेर आएको छु, तिमीसँग आएर कुरा गर्छु, सँगै बसेर केही कामहरू गर्नुपर्छ भनेर आएको छु। दुईवटा तिनवटा कुराहरू आज यहाँ पहिलो डायलिसिसका सन्दर्भमा अझै पहिलाको भन्दा त धेरै मेसिनहरू बढेको छ, धेरै ठाउँहरू गर्ने सुविधाहरू बढेको छ। तर अझै पनि कतिपय ठाउँमा साथीहरू क्युमा बस्नु परेको छ, कतिपय ठाउँमा भनसुन गर्नु परेको छ। यो अवस्थालाई कम गर्नका निम्ति अझै यसको सेवालाई विस्तार गर्ने, सेवाको गुणस्तरलाई बढाउने। र यो भर्खर म यहाँ सरसँग कुराकानी गर्दै थिएँ, यो हामीले गरिरहेको हेमोडायलिसिस भन्दा अर्को फरक सिएपिडी यसलाई पनि कसरी बढाउन सकिन्छ, जसको कारणले गर्दा मैले अमेरिकामा देखेर आइसकेपछि मलाई लागेको छ म यहाँ अझै यसको बारेमा थप सिक्न, सुन्न चाहन्छु, कुरा गर्न चाहन्छु। नेपालमा यसको सम्भावना कति बढी छ यसलाई हेर्नुपर्नेछ। यदि यो डायलिसिस हामीले बढी गर्न सक्यौँ भने हामी अस्पताल गइराख्नुपर्ने, अस्पतालमा गएर गर्नुपर्ने ठाउँबाट एकैपटक घरमा आफै बसेर गर्न सक्छौँ, जसले गर्दाखेरि कोही कुर्ला बसिराख्नु पर्दैन। मैले बाहिर विकसित देशहरूदेखि राति घरमा आइसकेपछि आफै गर्ने, दिउँसो एकछिनको समय गर्ने, अरू बेला आनन्दले आफ्नो कामहरू अरू मानिस जस्तै गर्ने, आम मान्छेले जस्तै गर्ने। हामी कहाँ कति गर्न सकिन्छ यसको बारेमा गर्नुपर्छ। एउटा अर्को अहिले पनि कुराकानी उठ्यो, अर्को डायलिसिस सँगसँगै अरू डायलिसिससँग जोडिएका अरू पनि केही कुराहरू छन्। खास गरिकन बिमा हामीले सुरु गऱ्यौँ, तर अहिले बिमा अलिकति अस्तव्यस्त भएको छ। अहिले नयाँ मन्त्रीजी यसमा काम, हिजो पनि म राति उहाँसँगै बैठकमा थिएँ, केही कामहरू गरिराख्ने कोसिस गर्नुभएको छ। यो पटकको बजेट सँगसँगै बिमाको सन्दर्भमा केही नयाँ गर्ने बिमाको कोसिस छ। पक्कै पनि केही न केही कुरा उपलब्धि होला। खास गरिकन बिमाबाट औषधि प्राप्त नगर्ने जुन चाहिँ अप्ठ्यारो तपाईँहरूले सामना गर्नुभएको छ। अहिले रघु काफ्ले भन्ने नयाँ त्यहाँ सर आउनु भएको छ, एकदमै मरेर लाग्नुभएको छ। बिमालाई म ठिकठाक पनि पार्छु, बिमासँग भएका सबै गुनासोहरू जे छन् ती कुरालाई सम्बोधन गर्नुपर्छ। त्यो सज्जन मान्छे हुनुहुन्छ, मलाई ठुलो भरोसा छ यी साथीहरूले अहिले काम गर्दै हुनुहुन्छ। तपाईँलाई आजको कुरा पनि थप त्यहाँ पुऱ्याउँछु र बिमाका सन्दर्भमा पनि औषधिहरू प्राप्त गर्ने कुरामा तपाईँहरूलाई थप राहत हुन्छ भन्ने मैले एउटा विश्वास लिएको छु। मेरो त्यसमा सम्पूर्ण रूपमा कोसिस रहन्छ। अर्को यस पछाडि मृगौलाको ट्रान्सप्लान्टको कुरा छ। ट्रान्सप्लान्ट गर्ने कुरा, यसलाई कतिपय साथीहरूले ट्रान्सप्लान्ट गर्नका निम्ति चाहिँ सजिलो बनाउनुपर्छ भनेर हामीहरू नै भएको बेलामा हामीले यो ब्रेन डेथ भइसके पछाडि मृगौला दान दिने कुराको प्रयास गरेँ, सुरु गरेँ। मैले कानुन पनि बनाएँ
त्यही म त्यो बेला अलिकति साइड पनि थिएँ तर त्यो भनेको जस्तो त्यो सजिलो भएन त्यसबाट धेरै उन्नति प्राप्त भएन। अब यो मृगौलाको दान दिने जुन कुराहरू त्यसभित्रको कतिपय कुराहरू दुरुपयोग भयो भनेर हामीले त्यसलाई जसरी धेरै रेस्ट्रिक्टेड गरेका छौँ बाँधेका छौँ त्यसलाई अलिकति थोरै खुकुलो बनाउनुपर्छ थोरै सजिलो बनाउनुपर्छ भन्ने सबैतिर जुन आवाज उठेको छ यसका बारेमा पनि म मन्त्रीजीलाई र सम्बन्धित साथीहरूको यसमा यो विषय पनि लिएर जान्छु। यसमा हामीहरू थप छलफल पनि गर्छौँ। मृगौला यो ट्रान्सप्लान्ट गर्ने कुरालाई अलिकति सजिलो सहज सुलभ बनाउने भनेर त्यति बेलाका साथीहरूसँग छलफल गरेर म नै जिम्मेवारीमा रहँदै गर्दाखेरि हामीले 5 लाख रुपियाँ पैसा 5 लाख जस्तो लाग्छ त्यो बेलामा कति ट्रान्सप्लान्ट गर्दै गर्दाखेरि सरकारको तर्फबाट बियो 5 लाख 5.5 लाख मैले त्यो नियम बनाएर कार्यविधि बनाएर मेरै पालन प्रारम्भ गरेर अगाडि आएको हुँ जुन अहिलेसम्म छ। तर त्यो बेला भन्दा धेरै म भएको 72-73 सालमा 10 वर्ष हुन लागिसक्यो। त्यही 5 लाखमा अडिखेर बसेर हुँदैन कम्तीमा त्यसलाई दोब्बर बनाएर अलिकति भए पनि सजिलो हुन्छ। जुन कुरा बनाउने कुरा गाह्रो छैन किनकि धेरै ठुलो सङ्ख्यामा छैन यो किनकि मान्छे लामो समयसम्म डायलिसिस गरेर बस्ने कुराको सरकारले खर्च दिनुभन्दा ट्रान्सप्लान्ट गरेर नर्मल लाइफ खर्च दिने कुरा त्यसैले यो बारेमा पनि म यो मन्त्री लगायत साथीहरूसँग कुराकानी गर्छु जसले तपाईँहरूलाई थप यस्तै अलिकति भए पनि सजिलो बनाउँछु। के तत्काल गर्न सकिने कामहरू छन् आजको छलफलपछि म उहाँसँग गएर कुराकानी गर्छु। केही अलिकति थोरै समय लाग्ला ती विषयहरूका सन्दर्भ तर नथाकिकन हामीहरू गर्दै जान्छौँ। नेपालमा हामीले जुन सोचाइका साथमा जुन व्यवस्थाको लागि लड्यौँ त्यो व्यवस्थाभित्र एउटा नागरिकले चाहे त्यो किडनीको ट्रान्सप्लान्ट होस् चाहे त्यो स्पाइनलको इन्जुरी होस् चाहे त्यो मुटुको रोग होस् सकेसम्म रोग नलागोस् तर कसैलाई रोग लागिसके पछाडि उसले आफ्नो भरखेत गर्नु नपरोस् उसले जसतिर गएर माग्नु नपरोस् जसतिर गएर सहयोग गर्नु नपरोस् राज्यले उसलाई परेको बेलामा सम्पूर्ण खर्च बिहोरियोस् भन्ने हाम्रो सोचाइ थियो। मैले बनाएको बिमाको कानुन ठ्याक्क त्यो सोचेर बनाएको एउटा परिवार मेरो परिवार छ म बा आमा मेरो श्रीमती मेरो दुईटा छोरी हामी सँगै बस्छौँ भने हाम्रो परिवारले पनि आफ्नो आएको आधारमा वर्षको केही पैसा बिमाको तिर्छ अरूले पनि तिर्छ धनीले तिर्छ गरिबले तिर्छ हुनेले तिर्छ नहुनेले थोरै तिर्छ हुनेले धेरै तिर्छ त्यो पनि नहुनेसँग 1 रुपियाँ पनि भएन भने वडाले तिर्दिन्छ नगरपालिकाले तिर्दिन्छ तर सबै मान्छेले बिमा गराउनुपर्छ र कुनै पनि रोग लाग्यो भने चाहे त्यो किडनीको लाग्यो चाहे मुटुको लाग्यो जति लामोसम्म उपचार गर्नु पऱ्यो भने पनि खल्तीबाट 1 रुपियाँ पैसा पनि झिक्नु पर्दैन सबै खर्च चाहिँ राज्यले बिहोरिदिन्छ बिमाले बिहोरिदिन्छ भन्ने बिमाको अवधारणा हो। यही अवधारणा अनुसार मैले कानुन बनाएको 73 सालमा 74 सालको त्यो कानुन पारित भयो तर त्यो कानुनले 10 वर्षभित्रमा जति काम हुनुपर्थ्यो यो बिचमा आउनुभएको साथीहरूलाई कसैलाई दोष दिन्न म तर जति काम जुन गतिमा हामीले त्यो बेलामा काम गऱ्यौँ मैले जम्मा 7-8 महिना मन्त्रालय चलाएको 7-8 महिना मन्त्रालय चलाउँदै गर्दाखेरि हामीले त्यो छोटो समयमा 50औं काम गर्न भ्यायौँ सक्यौँ भने मलाई के विश्वास छ भने अहिलेको साथीहरूले पनि गर्न सक्नुहुन्छ र अब यो बिमाको कानुन बनाएको त्यसको सोच अनुरूप बिमाको कार्यक्रमलाई अगाडि बढाउन सक्यौँ भने तपाईँहरूले जुटेर यसरी हामीलाई गरिदिनु पर्यो भनेर भनिराख्ने अवस्था आउँदैन। त्यही बाटोमा लिएर जान चाहन्छु तर त्यहाँ नलाने बेलासम्म तपाईँ हामी मिलेर काम गर्नुपर्नेछ। म तपाईँहरू केही साथी भने तपाईँहरूले ठानेर मलाई आउनुहुन्छ बेला बेलामा बोलाउनुहुन्छ खोज्नुहुन्छ म आज कुनै नेता सांसद भएर आएको होइन म तपाईँहरू जस्तै तपाईँहरू साथी तपाईँहरूको कुरा सुनेर तपाईँहरूको कुरा सुविधा ठाउँमा पुर्याउन जान्छु भनेर आएको तपाईँहरूले सङ्गठन बनाउनु भएको छ यो सङ्गठनलाई जीवित राख्नु त सङ्गठन भनेको ताकत हो शक्ति हो। तपाईँहरू यो सङ्गठनको जुन ताकत लिएर बस्नु भएको छ यसलाई अझै थप यसलाई अझै बढी सङ्गठित गरेर लिएर जानुहोस् भन्ने शुभकामना व्यक्त गर्दै आज बलराम दाइको नेतृत्वमा फेरि बनेको कमिटी फेरि अब यो हाम्रो फेरि चाहिँ एकचोटि सभापति भएपछि लामो समय सभापति बस्ने हाम्रो बानी छ हाम्रो जस्तो नगर्नु होला अरू केही कुराहरू तपाईँ रमाइलो गरेर बस्नु त तपाईँले बाया गरेर सक्दै गयो भने खालि गरिबको परिचय पत्र त्यसै गरी को पेमेन्ट भन्छ लगायतको जुन कुराहरू विषयका सन्दर्भमा भन्नुभएको खास गरिकन अहिलेको नयाँ स्वास्थ्य नीतिले यी विषयका सन्दर्भमा पहिला हामीले गरेका निर्णयहरू जुन तपाईँहरूले त्यसको आधारमा केही सेवा सुविधाहरू प्राप्त गर्नुभयो आगामी दिनमा थप सहजतापूर्वक सुलभतापूर्वक प्राप्त गर्ने के गर्न सकिन्छ भनेर आफै पनि त्यसमा काम गरिराख्नु भएको छ। आज जे जति कुराहरू उठेको छ हरेभरि नै उहाँसँग छलफल गर्ने कुराहरू म उहाँलाई गराउँछु र यसलाई सम्बोधन गर्ने मेरो तर्फबाट कामना गर्न चाहन्छु। र अर्को कुरा चाहिँ यहाँ फेरि भन्नुभएको छ कि सरकारले
कडा रोगमा पनि क्यान्सर अझ बढी रेगुलर डायलिसिस गर्नुपर्ने किडनीको रोग यस्तो ठाउँहरूमा चाहिँ हेर्दाखेरि एकजना मात्रै बिरामी हुन्छ तर उसको परिवारै यसरी लाग्नुपर्ने भएकोले गर्दा केटाकेटीहरूको शिक्षा स्वास्थ्य लगायतका विषयहरू पनि अत्यन्त जटिल हुँदै गएको छ जसले गर्दा एउटा परिवार मात्र होइन सबै गरिबी एउटा मान्छेले बडो दुःख गर्दा केही सम्पत्ति जोडेको छ किडनीको रोग लाग्यो डायलिसिस गर्दा गर्दै परिवारमा आश्रित भएको मान्छे पनि घरखेल भएको छ छोरछोरी पढाउन सक्ने अवस्था बनेको छ जसले गर्दाखेरि आफ्नो मेहनतबाट गरिबीबाट बाहिर निस्केको मान्छे पनि फेरि गरिब हुनुपर्ने अवस्था बनेको छ यो चक्रलाई तोड्नुपर्ने छ यसमा पनि एउटा त निर्वाह भत्ता भनेर जुन 5,000 दिएको छ मेरो बुझाइमा तत्कालै यसलाई हामीले कम्तीमा पनि जसलाई निर्वाह भत्ता दिएको छ यसलाई दोब्बर बनाउनुको धेरै गाह्रो छ यस बाहेक अरू अहिले सुन्नुपर्ने आवश्यकता हो मैले यसको सम्बन्धित ठाउँमा यस्तो बारे मैले धन्यवाद नमस्कार